सपना सपना मात्र होइन, यो त एउटा रहस्यको सङ्केत हो। हर सपनाको एउटा छुट्टै अर्थ हुन्छ। स्वप्न रहस्यको संसारमा स्वागत छ। सब्सक्राइब एन्ड अनलक योर डेस्टिनी। आजको यस भिडियोमा सपनामा सुन्तला देखिएमा के फल प्राप्ति हुँदछ भन्ने कुरा बताउनेछु। पुरा भिडियो हेर्नुहोला। स्वप्न ज्योतिष शास्त्रका अनुसारले सामान्यतया सुन्तला देखिनुलाई राम्रो मान्दछ। यदि सपनामा सुन्तला देखिन्छ भने आफू लागेको काम सफल हुने र प्रगति हुने सङ्केत गर्दछ। सपनामा सुन्तलालाई छिल्दै गरेको अथवा फोक्दै गरेको देखिन्छ भने यो पनि राम्रो सपना हो। यसले आफ्नो जीवनमा नयाँ अवसर आउने र नयाँ बाटोको सुरुवात हुने सङ्केत गर्दछ। यदि सपनामा सुन्तलालाई किनेर ल्याएको देखिन्छ भने यो राम्रो सपना हो। यसले व्यापार व्यवसायमा राम्रो हुने र आर्थिक लाभ मिल्ने सङ्केत गर्दछ। यदि सपनामा सुन्तला खाएको देखिन्छ भने आफ्ना पुराना सोचाइहरूलाई त्याग गर्ने र जीवनमा केही नयाँ हुने सङ्केत गर्दछ। यदि सपनामा ताजा सुन्तलाहरू देखिन्छन् भने आफ्नो खराब समय समाप्त भएको सङ्केत गर्दछ। यदि सपनामा सुन्तलाको बिरुवा रोपेको देखिन्छ भने स्वास्थ्यमा राम्रो हुने र सुन्तलाको बोट देखिन्छ भने विवाह अथवा प्रेममा राम्रो हुने खुसी मिल्ने सङ्केत गर्दछ। यदि सपनामा सुन्तलाको छिल्का खाँदै गरेको देखिन्छ भने यो त्यति राम्रो सपना होइन। यसले आफ्नो जीवनमा मुस्किल अथवा अप्ठ्यारो समय आउने अथवा भाग्यले त्यति साथ नदिने सङ्केत गर्दछ। यस्तो सपना देखिन्छ भने सावधान हुँदा राम्रो हुँदछ। यदि सपनामा पाकेको पहेँलो राम्रो सुन्तला देखिन्छ भने यो अत्यन्त राम्रो सपना हो। यसले अचानक धन लाभ हुन सक्ने सङ्केत गर्दछ। सपनामा अरू कसैलाई सुन्तला दिँदै गरेको देखिन्छ भने यो त्यति राम्रो सपना होइन। यसले अनावश्यक वाद विवादमा फस्नुपर्ने अथवा आफ्नो सहमति बिना काम हुन सक्ने सङ्केत गर्दछ। सपनामा आफूले चिनेको व्यक्तिको हातमा सुन्तला देखिन्छ भने यो राम्रो सपना हो। यसले नयाँ मान्छेसँग भेटघाट हुन सक्ने अथवा पुराना साथीभाइसँग सम्बन्ध राम्रो हुन सक्ने सङ्केत गर्दछ। यदि सपनामा महिलाले सुन्तला किनेको देखिन्छ भने यो त्यति राम्रो सपना होइन। यसले दाम्पत्य जीवनमा सामान्य उतार चढाव आउन सक्ने सङ्केत गर्दछ। यस्तो सपना देखिएमा सावधान हुँदा राम्रो हुँदछ। त्यस्तै प्रकारले विवाह उत्सवमा सुन्तलाका फलहरू देखिन्छन् भने यो अत्यन्त राम्रो सपना हो। यसले दाम्पत्य सुख प्राप्ति हुने अथवा प्रेम सम्बन्धमा राम्रो हुने सङ्केत गर्दछ। सपनामा सुन्तला खाँदा स्वाद मिठो भएको अथवा गुलियो सुन्तला खाइरहेको सपना देखिन्छ भने यो अत्यन्त राम्रो सपना हो। यसले ठुलो समस्या हल हुने सकारात्मक समयको सुरुवात हुने सङ्केत गर्दछ। यदि सपनामा सुन्तलाको बोटमा खासै सुन्तला नफलेको अथवा एउटा दुईटा मात्रै सुन्तला फलेको देखिन्छ भने आफूले सोचेको कामकाज ढिला हुन सक्ने अथवा आफूले चाहे अनुसारको परिणाम प्राप्त नहुन सक्ने सङ्केत गर्दछ। सपनामा सुन्तलाको जुस पिउँदै गरेको देखिन्छ भने यो राम्रो सपना हो। यसले स्वास्थ्यमा राम्रो हुने, शरीरमा स्फूर्ति बढ्ने सङ्केत गर्दछ। त्यस्तै प्रकारले सपनामा आफूलाई कसैले सुन्तला दिएको देखिन्छ भने यो राम्रो सपना हो। यसले शुभ समाचार प्राप्त हुने अथवा नजिकको व्यक्तिबाट आफूलाई सहयोग मिल्ने सङ्केत गर्दछ। सपनामा सडे गलेको सुन्तला देखिन्छ भने यो त्यति राम्रो सपना होइन। यसले स्वास्थ्यमा समस्या आउन सक्ने, मानसिक चिन्ता बढ्न सक्ने सङ्केत गर्दछ। यस्तो सपना देखिएमा सजग हुँदा राम्रो हुँदछ। यदि सपनामा धेरै सुन्तलाहरू देखिन्छ भने अथवा सुन्तलाको भण्डारण देखिन्छ भने यो अत्यन्त राम्रो सपना हो। यसले धेरै ठुलो लाभ मिल्ने अथवा धेरै ठुलो खुसीको समय बित्ने सङ्केत गर्दछ। सपनामा बिमारी व्यक्तिले सुन्तला देखिन्छ भने यो त्यति राम्रो सपना होइन। यसले स्वास्थ्य झन बिग्रन सक्ने सङ्केत गर्दछ। यस्तो सपना देखिएमा सजग हुँदा राम्रो हुँदछ। यदि सपनामा सुन्तलाका छिल्का अथवा बोक्रा देखिन्छन् भने यो त्यति राम्रो सपना होइन। यसले कुनै आश्चर्यजनक समाचार प्राप्त हुने अथवा नसोचेको काम हुन सक्ने सङ्केत गर्दछ। यस्तो सपना देखिएमा सावधान हुँदा राम्रो हुँदछ। यस्तो प्रकारले स्वप्नशास्त्रका आधारमा सपनामा सुन्तला देखिनु अवस्था अनुसारले भिन्न भिन्न फलको सङ्केत गर्दछ। यदि हजुरहरूले पनि कुनै किसिमका सपनाहरू देख्नु भएको छ र त्यसको फल जान्न चाहनुहुन्छ भने हाम्रा भिडियोहरूमा कमेन्ट गर्न सक्नुहुन्छ।
र जसको उत्तर हजुरहरूले जतिसक्दो चाँडै पाउनुहुनेछ। पक्कै पनि हजुरहरूलाई यो भिडियो उपयोगी लाग्यो होला। यस्तै अरू पनि उपयोगी भिडियोहरू जान्नको लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथसाथै लाइक, शेयर र कमेन्ट पनि गर्दै गर्नुहोला। आजको लागि बिदा चाहन्छु। हस्त धन्यवाद।